हाम्रो वरपर रहेका सम्पूर्ण सजीव र निर्जीव वस्तु नै वातावरण हो। सजीव वस्तु भन्नाले सम्पूर्ण जीवजन्तु र बोटबिरुवा हुन् भने निर्जीव वस्तु भनेको ढुङ्गा, माटो, हावा, पानी आदि हुन्। एउटै शब्दमा भन्नुपर्दा हामीले हाम्रो वरिपरि देख्ने सम्पूर्ण कुराहरू वातावरण हो। त्यस्तै कुनै कुराको विशेषता तथा अस्तित्व जोगाउने कार्य संरक्षण हो भने वातावरणलाई सफा र स्वच्छ राख्ने र सन्तुलन बनाइराख्ने कार्य नै वातावरण संरक्षण हो। यसले प्राकृतिक स्रोतहरू हावा, पानी, माटो र जैविक विविधतालाई प्रदूषण र हानिकारक क्रियाकलापबाट जोगाउने कार्यलाई जनाउँछ। वातावरणको अस्तित्व जोगाइरहने र वातावरणलाई प्रदूषण हुनबाट जोगाएर स्वच्छ बनाउने हाम्रो दायित्व हो। वातावरणमा भएका हावा, पानी, माटो प्रदूषित हुनु नै वातावरण प्रदूषण हो। वातावरण प्रदूषणका विभिन्न कारणहरू रहेका छन्, जसमध्ये सबैभन्दा ठूलो वातावरण प्रदूषणको कारक तत्त्व हो औद्योगिक उत्सर्जन। औद्योगिक कलकारखानाबाट निस्कने कार्बन डाइअक्साइड, सल्फर डाइअक्साइड, नाइट्रोजन अक्साइड लगायतका हानिकारक ग्यासहरूले हावाको गुणस्तर घटाउँछ र वातावरणमा गम्भीर असर पुर्याइरहेको हुन्छ। उद्योगहरूबाट निस्कने फोहोर पानी र रासायनिक पदार्थ खोला-नाला, तालतलैया र विशेष गरी पानीका मुहानहरूमा मिसिएर पानीका स्रोतहरू प्रदूषित हुन्छन्, जसले वातावरणमा गम्भीर असर पुर्याउँछ। त्यस्तै खेती गर्दा खेतबारीमा प्रयोग गरिने रासायनिक मल तथा विषादीको अत्याधिक प्रयोगले माटो प्रदूषित हुन्छ, जसले वातावरणमा गम्भीर असर पुर्याउँछ। त्यस्तै अन्य विभिन्न कारणले पनि वातावरणलाई प्रदूषित बनाइरहेको हुन्छ। तीव्र जनसङ्ख्या वृद्धि र सहरीकरणका कारण पनि वातावरणमा गम्भीर असर परिरहेको हुन्छ। जनसङ्ख्या वृद्धिसँगै प्राकृतिक स्रोतहरूको उपयोगमा वृद्धि आउँछ। अव्यवस्थित रूपमा प्राकृतिक स्रोतहरूको प्रयोगले वातावरण सन्तुलनमा असर पारिरहेको हुन्छ। त्यस्तै मलिलो माटो भएको जमिनमा सहरीकरण गर्नाले खेतीयोग्य जमिनको मात्रामा कमी आउँछ। वन फडानी गरेर सहरीकरण गर्दा वनविनाश हुन्छ र भूक्षयको समस्या निम्तिन्छ, जसले पनि वातावरणमा गम्भीर असर पुर्याउँछ। वातावरण प्रदूषणले हाम्रो जीवनलाई मात्र होइन, पृथ्वीमा रहेका सम्पूर्ण जीवजन्तुलाई पनि असर पारिरहेको हुन्छ। त्यसैले हामी मानवले वातावरण संरक्षणका लागि ध्यान दिनु जरुरी छ। हामीले वातावरणको संरक्षणका लागि विभिन्न कार्यहरू गर्न सक्छौँ। वातावरण संरक्षणका लागि गर्न सकिने पहिलो कार्य हो आफ्नो घर वरिपरि सरसफाइ गर्ने। त्यस्तै हामीले घर तथा घर वरिपरि सफाइ गर्दा निस्कने कुहिने फोहोर र नकुहिने फोहोर अलग राखेर वातावरण सफा राख्नका लागि महत्त्वपूर्ण कार्य गर्न सक्छौँ। प्लास्टिक जस्ता नकुहिने फोहोरले माटोलाई प्रदूषित बनाउँछ। त्यसैले नकुहिने फोहोर अलग राख्नु जरुरी छ र ती फोहोरहरूको उचित व्यवस्थापन गर्नु आवश्यक छ। त्यस्तै हामीले प्लास्टिक र प्लास्टिकजन्य वस्तुहरूको उपयोग सकेसम्म कम गर्नुपर्छ। वातावरण मैत्री वस्तुहरूको उपयोग बढाउनुपर्छ। त्यस्तै कुनै पनि वस्तु प्रयोग गरिसकेपछि पुनः प्रयोग विधि अपनाउनु एकदमै जरुरी हुन्छ। रासायनिक मल तथा विषादीको सट्टा जैविक मल प्रयोग गर्ने, पेट्रोलियम इन्धनको साटो नवीकरणीय ऊर्जाका स्रोतहरू जस्तै सौर्य ऊर्जा, वायु ऊर्जा आदि प्रयोग गर्ने कार्यहरूले पनि वातावरण संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउँछ। त्यस्तै पेट्रोलियम सवारी साधनको साटो विद्युतीय साधनको प्रयोगमा जोड दिनुपर्छ। साथै सार्वजनिक यातायातको प्रयोगमा जोड दिनुपर्छ। उद्योगहरूबाट निस्कने रासायनिक पदार्थ पानीका मुहानमा मिसाउनु हुँदैन, यसको उचित व्यवस्थापन गर्नुपर्छ। वातावरणलाई संरक्षण गर्न हामी सबैले संयुक्त प्रयास गर्नुपर्छ। वातावरणलाई सफा र स्वच्छ राख्नका लागि समय-समयमा आफ्नो टोलछिमेकमा सरसफाइ गर्ने, बाटोघाटो, पाटेपौवा, पोखरी लगायतका सार्वजनिक स्थलको सफाइ गर्ने, पानीका मुहानहरूको सफाइ र संरक्षण गर्ने, सामूहिक रूपमा
पाखा पखेरामा वृक्षरोपण गर्ने जस्ता कार्यहरू गर्न सकिन्छ। साथै सरकार तथा नागरिक समाजले वातावरणको महत्त्वबारे सचेतना कार्यक्रम सञ्चालन गरेर पनि वातावरण संरक्षणका लागि महत्त्वपूर्ण कार्य गर्न सकिन्छ। त्यस्तै स्थानीय तथा राष्ट्रिय स्तरमा वातावरण मैत्री नीतिहरू तथा कार्यक्रमहरू निर्माण गर्नुपर्छ। सरकारी कोसिस स्वरूप सरकारी तवरबाट वातावरण संरक्षण गर्ने हेतुले नेपालमा वातावरण संरक्षण ऐन 2046 बनेको पनि छ। साथै विभिन्न सरकारी निकायहरूले प्रदूषण नियन्त्रण, वन संरक्षण, जलस्रोत संरक्षण जस्ता कार्यका लागि विभिन्न नीतिहरू बनाउने र कार्यक्रमहरू सञ्चालन गर्ने गर्दै आएका छन्। यी कानुन तथा नीतिहरूले वातावरण प्रदूषण घटाउन, प्राकृतिक स्रोतहरूको दिगो उपयोग सुनिश्चित गर्न र भविष्यका लागि स्वस्थ पारिस्थितिक प्रणाली निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेका छन्। वातावरण संरक्षणका लागि सरकारी स्तरबाट पनि अझै धेरै कार्यहरू गर्नु जरुरी छ। स्वच्छ वातावरण हामी सबैको अधिकार मात्र होइन, दायित्व पनि हो। जसरी हामीलाई स्वच्छ वातावरणमा बाँच्ने अधिकार छ, त्यसैगरी हाम्रो वरपरको वातावरणलाई स्वच्छ बनाउनु पनि हाम्रो दायित्व हो। यदि वातावरण नै सुरक्षित भएन भने पृथ्वीमा मानव अस्तित्व नै सङ्कटमा पर्न सक्छ। त्यसैले हामी सबैले वातावरणको सन्तुलन कायम राख्न गम्भीर ध्यान दिनुपर्छ। वातावरण संरक्षण हाम्रो भविष्यका लागि आवश्यक मात्र होइन, अनिवार्य पनि हो। वातावरण संरक्षण हाम्रो अस्तित्व र भविष्यका लागि अत्यन्त महत्त्वपूर्ण छ। प्रदूषणको बढ्दो समस्याको समाधानका लागि व्यक्तिदेखि लिएर सरकारी तहसम्म सबैले मिलेर प्रयास गर्नु जरुरी छ। वातावरण मैत्री नीति, कानुन र जनचेतना बढाएर मात्र हामी स्वच्छ, सुरक्षित र दिगो वातावरण निर्माण गर्न सक्षम हुनेछौँ।